हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। अनि अहिले चाहिँ हामी यहाँ ओसो पार्कमा छौँ र ओसो पार्कको अहिलेको ठ्याक्कै बेलुकाको हामी 5:30 बजे भइसकेको छ र 5:30 बजेको ओसो पार्कको भ्यू चाहिँ कस्तो छ भनेर हेर्न सकिन्छ। यतातिर मान्छे टन्न छ, मान्छे चाहिँ यस्तो छ, मान्छेहरू टन्न आइरहनु भएको छ। अनि शीतल छ यतातिर होइन। अनि यतातिर चाहिँ पुलतिर छौँ, यतातिर हुनुहुन्छ म्याडम हाम्रो म्याडम यहाँ हुनुहुन्छ। एकदमै शीतल शीतल हावामा मान्छेहरूले भिजिट गरिरहनु भएको छ। यहाँ हामी दुईजना हात पक्रेर झरिरहेको छौँ। तिम्रो केही भन्नु छ भने भन्न नि। एकदमै गर्मी भइरहेको थियो, तर यहाँ आएपछि अलिक शीतल शीतल भइरहेछ। र यतातिर भाइहरू जानुभएको छ र यतातिर चाहिँ फुलबारी रहेछ, हामी हेर्न सक्नुहुन्छ। कस्तो लागेर तिमीलाई ओसो पार्क? यो ऊ के पो पोखरीको नाम के छ थाहा छ? ऊ त्यहाँ पर छ, झाँक्री द भनेर। कहाँ लेख्यो? खोइ अब त्यहाँ लेखेको छ, कुन त कसरी खोइ त्यो चाहिँ थाहा भएन हामीलाई। कि तिमीलाई थाहा छ? थाहा छैन उसलाई पनि। मलाई त त्यो कुरा उसलाई कहाँ थाहा हुन्छ र? हामी हेरौँ न। यहाँको सबैभन्दा सुन्दर चिज चाहिँ मलाई यो लाग्यो होइन। अनि यहाँ तिमीलाई कुन लाग्यो? यहाँ मध्येको बनाएको सबैभन्दा राम्रो संरचना कुन लाग्यो त? ल भन। राम्रो सर्प सर्प मैले अघि देखेको, यहाँ देखिरहेछ है यो सर्प चाहिँ, ढुङ्गामा बनाएको सर्प होइन। मलाई सबैभन्दा राम्रो चाहिँ यही पुल लाग्यो कि यही होइन। यो पुल राम्रो लाग्यो। अनि यता फुलबारी नि राम्रो छ, तर अलि फुलेर झरिसकेछ कि यतातिर चाहिँ। यहाँ बस म फोटो खिच्छु। फुलबारी हल्का साङपाको डुङ्गा। कता जाने? हामीले चाहिँ 1 राउन्ड पुरै घुमिसक्यौँ। 1 राउन्ड घुमेर यहाँनिर हाम्रो फोटो सेसन नै सकिसकेको छ। हामी यहाँनिर छिर्दैछौँ। पानको पातभित्र ढुङ्गा पो रहेछ होइन। यहाँनिर दिदीहरूले चाहिँ काट्याउनुहुन्छ एकदमै मिलाएर। गाह्रो छ नि भन्नलाई, सजिलो छ। त्यो पार्क बनाउनु कति नै लाग्छ र भन्छन्, तर सरसफाइ नै यसरी गरिरह्यो भने मात्रै राम्रो देखिन्छ कि पार्कहरू चाहिँ। त्यो बनाएर छोडिदियो भने एकछिनको लागि मात्रै हो, 1-2 दिनको लागि, केही महिनाको लागि। तर यसरी सरसफाइ गरिराख्यो भने सधैँभरि राम्रो देखिन्छ। हामी यति बेला ओसो पार्क घुमिसकेर घन्टाघरमा छौँ। के हो यार, यहाँ टानिरहेछ नि। ठ्याक्कै भानुचोक आइसकेको छ र भानुचोकमा ठ्याक्कै यति बेला चाहिँ बजार लाग्ने मौसम समय भइसक्यो। अनि यहाँ पुरा फुटपाथ खुलिसकेको छ, यतातिर हेर्न सक्नुहुनेछ। जे आयो मजाले बचायो। कन्डक के खाने? के खाने? कन्डक खाने? रोस्ट? कहाँ जाने त नि? यतातिर चाहिँ होलसेल पसल छ। ठ्याक्कै फुटपाथ खुलिरहेको छ यति बेला।
अनि यहाँनिर हामी पनि होलसेल बजारमा छिरिहाल्यो होलसेल बजारतिर त्यति बेला हामी चाहिँ यहाँ फुटपाथ पसलमा मोमो खाने प्रोग्राम चलिरहेको छ भेजी भएको अरे पहिला पहिला मोमो खाँदैछ अचार चाहिँ मिठो छैन जस्तो छ